आज नेकपा एमालेको एजेन्डा जुन सरकारमा पुग्यो भने तुरुन्त गरिने काम भनेर चाहिँ पब्लिस भएको रहेछ। यसमा पढेको अनि एकचोटि मजाले हाँसेँ अनि त्यसपछि चाहिँ अब यो भिडियो बनाउँदैछु। यसमा पहिलो नम्बरमा 10 GB डाटा मासिक निःशुल्क रूपमा दिने 18 देखि 28 वर्षको उमेरलाई भनेपछि स्रोत चाहिँ कहाँ छ त? के अब कर फेरि बढाउने हो त एमालेको योजना भनेर चाहिँ हास्यास्पद यो घोषणा देखेँ। अनि यसमा नेपाल सरकारको मातहतमा रहेको एनटिसी कम्पनीको साबिकको समयमा पनि सेयर बेच्ने भनेर एक्जिट गर्न खोजिएको थियो। एनटिसी भनेको चाहिँ एक्लो सबैभन्दा धेरै कमाउने सरकारले ऐन भएको कम्पनी हो। त्यसैले गर्दाखेरि यो चाहिँ राम्रो लागेन मलाई कति पनि। दोस्रो थियो युवा र उद्यमीलाई 10,000 बराबरको डलर कार्ड दिने भनेर भन्नुभएको छ। यो 10,000 बराबरको भने रुपिज नेप्लिज हो कि अमेरिकन डलर हो भन्ने चिज पनि एउटा रह्यो। अर्को चाहिँ यत्रो धेरै पैसा आउँछ चाहिँ कहाँबाट, के पर्पजलाई दिने हो? हालको समयमा व्यापार गर्नको लागि माहौल चाहिँ खराब बन्यो तर यसरी डलर दिने भन्दाखेरि यो शङ्कास्पद देखियो। रेमिट्यान्स पठाउने खातामा वार्षिक 5,000 रुपियाँ दिने। अब सबै मान्छे चाहिँ बाहिर छ, रेमिट्यान्स पठाएको हुन्छ, पैसा कहाँ आउँछ नेपाल सरकारलाई? नेपालमा व्यापार व्यवसाय बनाउने माहौल पो बनाउने हो त कहाँ? अब रेमिट्यान्सको मान्छेलाई चाहिँ पैसा खातामा हालिदिने भन्दा पनि त्यो रेमिट्यान्सलाई परिचालन गरेर प्रोजेक्टहरू बनाउने भनेर चाहिँ आउँछ भनेर आश गरेको थिएँ। विद्यार्थीलाई 20 लाखसम्म निर्वाची ऋण दिने, यो ठिक छ तर के नेपालले यो धान्न सक्छ? स्रोतमा सुनिश्चितता छ त भन्ने क्वेसन भयो। विद्यालयका किशोरलाई निःशुल्क प्याड, यो धेरै जसो हस्पिटल र स्कुल कलेजहरूमा अफिसहरूमा त पाउने नै भइसक्यो, ठिक छ। श्रमिकको न्यूनतम पारिश्रमिक 25,000। यसमा पनि श्रमिकको न्यूनतम पारिश्रमिक भन्दा पनि व्यापार चाहिँ राम्ररी गर्न सक्ने गरी चाहिँ माहौल बनाउने भन्ने आइडिया भएदेखि चाहिँ राम्रो हुन्थ्यो। शिक्षकको मर्यादा र सामाजिक सुरक्षाको बारेमा कुरा गर्नुभएको छ, यो राम्रै छ। त्यसपछि स्वास्थ्य स्वयंसेवकलाई 20,000 भत्ता र सामाजिक सुरक्षाको कुराहरू भए पनि ठिक छ। 20 लाखसम्मको उद्यमीमा महिलालाई निर्वाची थियो। पहिला पनि हामीले कन्सेसनल लोन दिएको हो, वुमन इम्पावरमेन्ट भनेर चाहिँ नेपाल राष्ट्र ब्याङ्कको थ्रु परिचालन गरेर। यसमा पनि अब गर्छ कसरी के भन्ने चाहिँ एउटा शङ्कास्पद भयो। इम्प्लिमेन्टेसन गर्ने राम्रै चिज हो तर गफाडी ओलीको कुरा पत्ताउने कुरो त भएन। फेरि 20 लाखसम्मको ऋणी उद्यमी महिलालाई निर्वाची ऋण सँगसँगै अब 20,000को सुत्केरी महिला भत्ता र 5 लाखसम्म निःशुल्क जीवन बिमा, 25,000सम्मको ऋण मिना भनेछ। यसमा सुत्केरी भत्ता पनि ठिक छ। ऋण मिनाको कुरामा चाहिँ अब शङ्कास्पद नै देखिन्छ। फेरि मान्छेले सबैले ऋण लिन थाल्ला हेरेर तिर्न नसक्ने मान्छे आइडेन्टिफाई गरेर मिना हुनुपर्ने हो खासमा सबैलाई भन्दा पनि। अर्को चिज भने चाहिँ 5 लाखसम्मको निःशुल्क जीवन बिमाको कुरामा चाहिँ हाल अहिले चाहिँ नेपाल सरकारले सरकारी मातहतमा भएको बिमाको नै भुक्तानी गर्न नसकेको अवस्थामा यो पैसा कहाँबाट आउँछ भन्ने कुरो भयो। अर्को सुरक्षाकर्मीको सम्मान र कल्याण भने यो इन्डियामा जस्तो नेपालमा पनि आर्मीलाई रेस्पेक्ट, अनि पुलिसको तपाईँ इन्डियामा पनि त्यस्तो राम्रो छैन। जस आर्मी पुलिस पदमा रहनु भएकोहरू जो 24 घन्टा चाहिँ अभाइलेबल भएर फिल्डमा खटिनु भएको हुन्छ, उहाँहरूलाई सम्मान गर्ने खालको केही ल्याउँदा राम्रो हुन्छ। तर गफाडी ओलीको भाषामा चाहिँ नफसौँ है साथीहरू, ख्याल गर्नुहोस्। कतिपय चाहिँ त्यो पोसिबलै छैन। अर्कोतर्फ हेर्ने नि बजेट नै छैन। नेपाल सरकारले हालको समयमा वृद्धा भत्ता दिनलाई त ऋण खोजी दिनपर्ने अवस्था छ भने हामी युवाहरूले रगत र पसिना बेचेको पैसालाई लगेर यसरी आफ्नै कार्यकर्ता पोस्ने जस्तो पनि देखिन्छ यो हेर्दाखेरि। त्यसैले नो नट अगेन। थ्याङ्क यू।